काठमाडौँदेखि चन्द्रगिरीसम्म धुलामे बाटोमा जिन्दगीको रङ पर्वतको चिसो हावा चलायौं स्वप्नमा हराएको सपनाले पलायो बेलुकीको जुन सित कुरा गर्छु मोटरसाइकलको साथमा सक्दो नभर्छु साथीहरू फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। आज हामी म चन्द्रगिरी जाँदैछु। रिक्सी छ होला जङ्गलमा होइन। अब निकै माथि नै छ नि त, अनि माथि जङ्गलको बाटो होइन। अब कस्तो छ बाटो गएको छुइनँ होइन। हल्का त्यहाँबाट जान्छ भन्ने मात्रै थाहा छ होइन। जस बाटो राम्रोसँग थाहा छैन, म खोज्दै सोध्दै जानेछु। दाइ हामी बाइकबाट चन्द्रगिरी जान सकिन्छ? मुनिबाट हो? हिँडेर जाने चाहिँ कताबाट हो? हजुर, यहाँदेखि जान्छ हिँडेर है? बाइक माथि पुग्छ? कताबाट पुग्छ? कति बाटो छ? ए के गरौँ त? गाडीमै जाउँ? त्यत्रो टाढो छ है? ए भनेपछि मुनिबाट गयो भने हुन्छ होइन? गाडी पुग्यो भने त भइगयो नि है? यहीँ माथि के भन्छ कार चढ्ने ठाउँ चाहिँ यहाँदेखि हो। के गरौँ? बाइकमै जानु? 2 घन्टा लाग्छ। त्यत्रो टाइम लाग्छ है? रमाइलो त रमाइलो हुन्थ्यो कि। ल त हामी चाहिँ अब ट्रेकिङ नजाने पर्यो। 2 घन्टा लाग्छ अरे। आज टाइम चाहिँ एकदम हाम्रो अभाव छ हो। हामी हिँडेर जाँदैनौँ आज। हामी बाइकै जाने भयो। बाइकमै जान्छौँ माथिसम्म हो। अलिकता माथि कहाँसम्म चाहिँ रोकेर 600 निस्किनुपर्छ अरे हो। ठिकै छ, बाइकमै गइदिउँ न त। कता चाहिँ हो त अब? यहाँदेखि 150 लाग्नु भन्थे हो। यो होला है? लेफ्ट भन्दै थियो। लेफ्ट भनिरहेको थियो। ल हामी त्यहाँबाट चाहिँ लेफ्ट गयो भने चाहिँ बाइकमा जान सकिन्छ हो। ए राइट यताबाट आउँदाखेरि चाहिँ ल त अब अलिकति ट्राभल कति बाटो नहिँडेको धेरै भइसक्यो कि। आज चाहिँ हिँड्नु पाइन्छ कि माथिदेखि चाहिँ छ भने चाहिँ कति ट्राभल बाटो भने। दाइ सुन्नु त, चन्द्रगिरी जाने बाटो बाइकबाट लेफ्टबाट जानुपर्ने हो? हो हुन्छ, धन्यवाद। कहाँ गयो त दुईजना फेरि? होइन उता त कटेन नि। ल यहाँबाट त्यता जानु पर्दो रहेछ हो।
काट्दै आज हामी केबल कार नचढ्नै पर्यो हो। अब यहाँबाट कता हो फेरि जस्तो लाग्यो यतै हो। बाटो चाहिँ यतै रहेछ हो यो बाटो। पहाड त खतरा रहेछ त यताभरि। बुझौँ ल त हामी यहाँबाट पनि हिँड्यौँ अब होइन। अब अफरोड हिँड्छौँ। अफरोड हिँड्ने बानी पनि हराएछ। अफरोड हिँड्ने बानी पनि हराएछ। धुलो चाहिँ कडा छ तर पानी पर्यो भन्दा यहाँ चिप्लिँदैन यस्तोमा है। यस्तोमा पानी पर्दा पनि चिप्लिँदैन क्या। चिप्लिँदैन यस्तोमा। यो उयो छ नि त बलौटे माटो छ कि पानी पर्यो भने चाहिँ दामी हुन्छ यहाँनिर। हल्का पानी पर्यो भने चिम्टेमा चाहिँ पानी पर्यो भने सक्यो फेरि। छेउछेउबाट जाउँ त भ्यू पनि देखिने हो। ठाउँ त नि के यस्तो कटिङ हेरौँ न माथि। दुईजना यहाँ पर पुगिसकेछ। ओहो यो त हिँडेर त धेरै पो रहेछ त है। माथि हेरौँ न। डेभिड राति आज भोलि बिहान उठ्न नसक्ने भयो। स्कुटीमा त लाट्टै उफारिदिन्छ नि त कच्चीमा। धुलो यहाँ त सकाउँछ होला त हामीलाई त गाडी होइन जानु पर्दैछ बरु
यतिको भइदिनु हुन्थ्यो क्या केटाहरू घुमेर फर्किँदै गएर रहेछ हो आनन्द यो बाटो हिँड्न चाहिँ एकदम मजा छ हो यहाँ पनि फेरि एक्सिडेन्ट भइसकेको रहेछ यो ठाउँमा पनि हो त्यही भएर यहाँनिर चाहिँ बिस्तारै नै कुदाउनु पर्ने रहेछ जोगिएर बिस्तारै हुँदैन एकदम जोगिएर यो धुलोमा फस्ने हो क्या बाइक त मान्छेले कुइक्क घुमेर गइसक्यो त ठाउँ त कुनै ठाउँ त हरिफ रहेछ नि त हौ यो गिटीले हो क्या बढ्यो है कडाकुडु गरेको बिस्तारै ओहो यतिको भएन नि आहा यहाँदेखि साह्रै दामी देखियो त यो गिटी मासले हावा निस्किन लागेको हो कि गुराँस फुल्दै रहेछ त त्यो डाँडा निस्किनु पर्ने होला माथि ल त गुराँसहरू नि यहाँ मजाले फुल्नु थालेको रहेछ हो गुराँस फुलिरहेछ ल त्यहाँबाट पनि देखेको रहेछ त्यहाँ पनि धेरै एक्सिडेन्ट भएको ठाउँ रहेछ हो अब यहाँदेखि एकचोटि भ्यू त हेर्नै पर्ने हुन्छ त्यहाँ रोकेर हो सर्वसँगले यहाँ त हेर्नै पर्ने हुन्छ झरौँ मसिनो गिटी रहेछ कि तपाईँको झन् उखारेर डेबिट भोलि उठ्न सक्छौ कि
हान्छ नि सस्तै स्कुटीमा त धुरुरु गरेर बाटो चाहिँ राम्रो हो कि मसिनो गिट्टी चाहिँ पानी पऱ्यो भने चाहिँ हुँदैन थियो तर स्कुटरहरू चाहिँ पानी पऱ्यो भने राम्रो हुन्छ होला त्यो बलौटे माटो छ नि त ठुलो अलिअलि पऱ्यो भने चिप्लिन्छ कि ठुलो पानी भयो भनेदेखि दामी हुन्छ कस्तो सरर हुन्छ नि ल त यतिको मजाको बाटो भए त आनन्द हुन्थ्यो नि यार सरर होइन भाइ धुलोले अनि ल त ठाउँ त साह्रै आनन्दको पो रहेछ त महिनामा एकचोटि आउनुपर्ने ठाउँ पो रहेछ यो त कटिङ चाहिँ बबालै गरेको यहाँ है यहाँ हेरौँ न माथि अनि कटिङ चाहिँ लास्टै गरेको क्या यो के लाग्यो कटिङ चाहिँ हो लगभग हामी आइपुग्यो होला अब चाहिँ यहाँ सोध्नुपर्ने हुन्छ हो यहाँदेखि सोधेर चाहिँ सानो कता सोधौँ त अच्छा दाइ चन्द्रगिरी जाने बाटो यतैबाट हो कुन बाटो यहाँ उकालो हजुर हजुर यो चाहिँ यो उकालो चाहिँ तपाईँहरूको गाडी मोटरसाइकल जान्छ र त्यस्तो अप्ठ्यारो छ है कहाँ जानु त मोटरसाइकल पुग्छ र माथि हिलसम्म अप्ठ्यारो छ बाटो है बाटो त ऊ यस्तो त हो नि बाटो यहाँदेखि हिँडेर जानु कति लाग्छ यहाँबाट करिब आधी घन्टा लाग्छ होला हिँडेर के गरौँ हामी यसो गरेर जहाँसम्म जान्छ त्यहीँसम्म जानु न भइगयो नि त फेरि बाइक जताततै छोडिराख्नु नि फेरि पनि हो फेरि जङ्गलको बाटो हो हजुर यहाँनिर ऊ त्यहाँ परि होटलवालाले सोध्नु अनि ऊ त्यहाँनिर राख्नु नि यो त चितलाङ जाने चितपट्टि हिल जाने त ए मन्दिर जाने यहाँ कतै भनेर छोडिराख्नु पर्ला है हजुर ऊ त्यो होटलवाला दिदीहरू छ नि यहाँ पनि होटेल है यो नै होटल हो तर यहाँ भन्दा ऊ त्यहाँ चाहिँ सुरक्षा हुन्छ उता चाहिँ दाइ तपाईँ नै हुन्छ यहाँ होटलको यहाँदेखि हामी हिल जानको लागि बाइक त पुग्दैन होला है बाइक पुग्न त गाह्रो हुन्छ होला है चन्द्रगिरी हिल पुग्न हजुर
राख्ने पार्किङहरू छ त्यहाँनिर सुरक्षित नै हुन्छ पार्किङ त्यहाँसम्म चाहिँ बाइकहरू स्कुटी पुग्छ कि पुग्दैन स्कुटी पनि जान्छ कता यहीँबाट छिर्नुपर्ने होइन ल त यो ठाउँ चाहिँ यस्तो रहेछ हो यताबाट चाहिँ चितलाङ जाने रहेछ अनि यो बाटो चाहिँ हामी हिल जानुपर्ने रहेछ होइन आधी बाटोसम्म कहाँसम्म रहेछ अनि त्यस पछाडि चाहिँ हामीले स्कुटी छोडेर बाइक छोडेर हामी त्यहाँमाथि जान्छौँ यो चाहिँ चितलाङ जाने बाटो माथि पार्किङ छ अरे नि माथिसम्म चाहिँ दिँदैन अरे आधी बिच कहाँसम्म यही बाटो जानुपर्ने अरे उहाँ चाहिँ सिङ्गल निस्किनु कि स्कुटी ल त हुन्छ दाइ फाइनली हामी आइपुग्यो यो चाहिँ चितलाङबाट जाने बाटो रहेछ होइन हामी यो पुगेको अनि यता हजुर यता दाइले चाहिँ यताबाट गइन्छ भनेर भनेको हो हामी यो बाटो जान्छौँ यो सानो बाटो रहेछ यहाँदेखि जहाँसम्म पुग्छ त्यहाँसम्म हामी स्कुटी जान्छौँ त्यहाँदेखि चाहिँ हामी हिँडेर जान्छौँ घरसम्म माथिसम्म चाहिँ हामीलाई जान दिँदैन भनिरहेको थियो हिँडेर आउने दुईजना उमेरसम्म म त उता मान्छे सुतिरहेको रहेछ कि सानो तर्सिन नि म त तपाईँ बा पचिरहेको खै आधी बिच कहाँसम्म मात्रै बाइक जान दिन्छ अरे हो हिँडेर जानुपर्ने है त्यो त माथि उयो जस्तो हो होइन ल त हामी यहाँबाट एकछिन बिसायौँ हो त्यस पछाडि हामी फेरि हाम्रो यात्रातिर लागिसक्यो बाटो चाहिँ यहाँ चाहिँ आनन्द रहेछ यतिको भयो भने त मजा आउँछ नि त ओहो ल त किन ध्यार गर्दैछ मेरो बाइक कच्ची नकुदेको धेरै भएको थियो ल बाटो चाहिँ यहाँको चाहिँ ठिक रहेछ भाइ है यहाँको बाइक बाटो चाहिँ ठिक छ सानो तर राम्रो तल त्यो धुलो र उयोले गर्दाखेरि हो क्या त्यो गिटीले गर्दा हो यहाँ नि गिटी चाहिँ छ तर ठाउँ ठाउँमा राम्रो बाटो छ क्या बिचमा त्यो गाडीको ट्र्याक यो टायर क्या आजको एडभेन्चर टुर चाहिँ खतरा नै भयो क्या हाम्रो ओहो ल यस्तो बाटोमा चाहिँ होइन जानु चाहिँ छुट्टै मजा छ कता हो यहाँ चाहिँ अलिक अठार रहेछ हो शीतल भयो नि यहाँदेखि त है चिसो हुन थाल्यो क्या बिहान र बेलुका त यहाँ त ज्याकेटै चाहिने रहेछ
बाटो त के हो यस्तो जङ्गलको बिचमा हो बाघ भालु निस्किन्छ जतिकै छ त यहाँ त अनि पहिला यहाँनिर गाई गोठु मात्रै थियो होला यो ठाउँतिर है अहिले बाटो पुगिसक्यो बाटो चाहिँ ठिक छ अब कहाँसम्म पुग्नु पर्ने हामी बाइकमा थाहा छैन त्यस पछाडि चाहिँ हाम्रो हिँडाइ सुरु हुन्छ हो फेरि त्यहाँ जाँदो रहेछ हाम्रो टोली बाउ छोरा टोली हो यता चाहिँ काका भतिज टोली हो क्या बाउ छोरा र काका भतिजको टोली आज जस आरामदायी छ यात्रा स्कुटी पनि सजिलै आउन सक्ने रहेछ यो बाटो त्यतिको राम्रै हो आनन्दले जाने हो बिस्तारै ल यहीँसम्म होला सायद हामी बाइक लानु पाउने चाहिँ लाग्छ होइन यहाँदेखि चाहिँ छिर्न पाइन्छ पाइँदैन थाहा छैन यहाँ सोध्नै पर्ने हुन्छ हो त्यहाँ सोध्नुपर्ने हुन्छ गाडीलाई अनि सबैले यहीँ राखेको छ बाइक चाहिँ हो म सोधेर आउँछु है त एकचोटि यहाँ सोध्नै पर्ने हुन्छ दाइ हिल जानुको लागि यहाँबाट हिँडेर जानु पर्ने हो ए बाइकहरू यहीँ राखेर छोड्दा हुन्छ होला नि जानुपर्ने हाम्रो यताबाट रहेछ होइन हिँडेर यो सिँढीबाट हामी जानुपर्ने चाहिँ त्यो सिँढीमा जानुपर्ने छ हो यहाँदेखि चाहिँ बाइक जानु ठाउँ छैन ल हामी बाइक चाहिँ यहीँ राख्यौँ हो ल त हामीले बाइकहरू चाहिँ यता पार्किङ गरिसक्यो हो यहाँबाट चाहिँ यता जाने बाटो पनि छ होइन हामी हिल जानको लागि चाहिँ यो सिँढी हुँदै जानुपर्ने रहेछ होइन अब यो जङ्गलै जङ्गल होइन यो सिँढी सिँढी गइन्छ डेभिडलाई गरौँ भएको छैन ब्याग गरौँ भयो भने उसले बोक्नु देऊ नि त चरा नि कस्तो दामी कराएको चुइँ 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 गर्दै कराएको छ त के चरा हो यो यो ठ्याक्कै माथि दोबाटे भन्दा नि कति कालपोखरी टाइपको हो यो हामी गयौँ नि कता ए यो उकालो चाहिँ निकै रहेछ सिँढी पनि आम्मामा त्यत्रो तल देखाएको हो बस है केटा अन्त केटाहरूले त हामीलाई त छोडेको गरेको थियो उकालो कडै हिँड्दो रहेछ त सबै ट्रेकिङ गर्नेहरू रहेछ नि त्यहाँ
अब फाइनली हामी चाहिँ अब निस्किनु लागिसक्यो बल्ल एउटा घर भेट्यो जङ्गलको बिचमा यहाँ एउटा घर रहेछ अब ल त लगभग हामी अब चाहिँ आइपुग्नु लाग्यो हो यहाँ एउटा त्यो होमस्टे थियो जस्तो लाग्यो अहिले चाहिँ होमस्टे चलेको रहेनछ हो अब लगभग हामी पुग्यो होला माथि ल त हामी चाहिँ अब लगभग आइपुग्यो हो यहाँ चाहिँ अब होमस्टेहरू देख्न सुरु भइसक्यो थकान त यस्तो लाग्यो कि उकालो हिँडै यहाँ चाहिँ होटल जस्तो छ ए होइन केवल कार हामी यहीँ ओर्लिने हो नि त हामी चाहिँ ठ्याक्कै यहीँ पनि निस्किँदो रहेछ त ल यहाँमा चाहिँ हामी केबलबाट आयो भने चाहिँ यहाँ केबलबाट झर्ने हो त्यहाँदेखि तल हामी जाने हो यता माथि ल फाइनली हामी चाहिँ होइन चन्द्रगिरी हिल आइपुगेको छौँ होइन अघि चाहिँ हामी यो बाटो आएको क्या यतापट्टिको बाटो छ नि यो बाटो आएर चाहिँ यहाँ यो होटलहरू रहेछ खाजा घरहरू यहाँ सोध्यो हामीले होइन अनि यहाँ सोधेपछि हामी चाहिँ झन्नै उता चितलाङ जाने बाटो गइसकेको रहेछ हो यहाँ सोद्धाखेरि यो बाटो हल्का देखिरहेको छ नि यो बाटो सानो बाटो त्यहाँबाट यता आउनुपर्छ भन्नु अनि त्यसपछि हामीले यताबाट आएर अनि तल आउँदा लगभग 10-15 मिनटको राइडपछि चाहिँ हामीले यता बाइक पार्किङ त्यहाँनिर गेट रहेछ होइन त्यहाँदेखि बाइकहरू दर्ता गर्नुपर्ने रहेछ होइन किनभने सेफ्टीको लागि कुन बाइक नम्बर होइन अनि त्यस पछाडि चाहिँ हामी त्यहाँबाट पर्मिसन लिएपछि चाहिँ हामीले ट्रेकिङ सुरु गऱ्यौँ होइन ट्रेकिङ सुरु गरेको हामी त्यस्तै 15 मिनट जतिमा हामी लगभग यो हामी यहाँ हिल आइपुग्यो हो अब हामी यहाँबाट अब माथि निस्किन्छौँ होइन जस केबल कार हामी झर्ने ठाउँ चाहिँ यहाँ मुनि हो त्यहाँदेखि अब हामी चाहिँ यहाँदेखि हिँडेर माथि पार्कहरू छ होइन भ्यू हेर्ने ठाउँ अनि भालेश्वर मन्दिर अनि त्यसपछि अर्को भनेको हाम्रो होइन पृथ्वीनारायण शाहको शालिग जुन होइन पृथ्वीनारायण शाहले चाहिँ पहिला काठमाडौँ आक्रमण गर्नुभन्दा अगाडि चाहिँ त्यहाँबाट बसेर चाहिँ उसले देखेर चाहिँ होइन यो ठाउँलाई चाहिँ म कब्जा गर्छु भनेर प्लान बनाएको ठाउँ भनेको छ त्यहाँ शालिग पनि एउटा राखिएको छ त्यो पनि म देखाउनेछु ल हामी चाहिँ अहिले अब उकालो जान्छौँ